व्हाट्सअप गाइस हामी चाहिँ उदैन दाजुभाइले र हामी चाहिँ चौधनी निस्किँदैछौँ पुरै। अब भुटिया जाने प्लान थियो, अब भुटिया जाने कोही नभएपछि अब हामी चाहिँ चौधनीतिर निस्किँदैछौँ, किनकि अब हामी धेरै 1 वर्षपछि गाउँ आएको। अब गाउँ आएपछि यसो डुल्दैन त गर्नै पऱ्यो, अनि त्यही भएर हामी चाहिँ अब पुरै चौधनी गइदिउँ न त, नयाँ के नौलो बनाएको छ कि छैन भनेर जाँदैछौँ। जान त 1-2 ताली गइसकेको फेरि त्यही पनि। अनि यो भिडियो चाहिँ यस्तो जस्ट मेमोरीको लागि बनायो। हेलो गाइज, हामी चाहिँ अब चौधनी निस्किँदैछौँ उता माथि त्यो होला हिँडेर। यहाँ 2 जना दाजुभाइ मिलेर हामी चाहिँ के पछि यसो हेर्नुहुन्छ नि त, आफू बुढो भएपछि बाँच्यो भने। अनि त्यही भएर मऱ्यो भने त अब सक्यो, अरूले पनि हेर्दैन। अब त्यही खुसियालीमा अब अहिले भर्खर एउटा टेम्पो आएको थियो, त्यहाँ जाम कि भनेको, चौधनी त पुऱ्याउन सक्दैन टेम्पोले, त्यही भएर छोडिदिएको अब जाओस् भनेर। अब हामी चाहिँ सर्टकट जङ्गलबाट जान्छौँ। हामी चाहिँ माथि एकजना साथी छ हाम्रो, 3 जना भएर अब हामी चाहिँ चौधनी निस्किँदैछौँ। त्यसै खुसियालीमा जय श्रीराम लायो पक्री। चाउचाउ चाहिँ दिएन यार, म केही खाजा साजा केही तँले 81 मासले तँलाई बिहानै कल गर भने होइन, गरेको त बिहान हो त्यो 8 बजे। साले 8 बजे हामी जाने हो, मलाई बिहानै कल गर भनेको, जाँथा आँधो यार। मासले म त तैँले पग्ने लागि कल गर मसँग भनेको त हिजो पग्नेको नआएको छैन भनेर। यत्रो जानु मल हो कि केटाहरूको नम्बरै छ, केही छैन गाई, म 2 पारिदिन्छु। केही नखाएकोले हामी चाहिँ चाउचाउ खाँदै हिँड्दैछौँ। अनि यो चाहिँ हाम्रो यो खोला नदी एकदम माछा, शुद्ध माछा पाउँछ यहाँ चाहिँ। अब बाटो बिर्सिसक्यो अब हामीले, कहाँ हो बाटो कुन्नी। मलाई होइन यस्तो शब्द होला, अब हामी अलिक ठुलो भइसक्यो नि त, बच्चा छैन नि त हामी। अब कहाँ हो बाटो माकुरी उता होला यार, उतापट्टि सर्कटबाट युज गर्नु छोडेछ यताको मान्छेहरूले। ल गाइज, हामी चाहिँ अलिकति माथि भेट्छौँ है, यहाँ चाउचाउ खानु पऱ्यो अलिकति। नयाँ नौलो मासाले जङ्गल हिँड्न यार, अर्को बाटो उल्टा परेको थियो क्या बाटो। अनि हामी चाहिँ हेलो गाइज के भन्छ त्यो उको के पो बिर्सीबाट, हेलो गाइज हम लोग सगरमाथा चढ़ रहे हैं। सगरमाथा में जाने के लिए सबसे पहले हमें इस अमेजन जंगल को पार करना पड़ेगा। आप देख सकते हैं इधर ऐसे बहुत भयंकर खुंखार जैसे शिकारी रहते हैं। तर कहाँ ले पूरा इसके जाठा रास्ता देखना है मुश्किल हो चुका है दोस्तों। अब इसी खुशहाली में अब थोड़ी देर बाद मिलता हो दोस्तों। जस्तो कि तपाईँ देख्न सक्नुहुन्छ यो जाँठाले कहाँले पठाएको छ हामीलाई। त्यही भएर ठुलोले भनेको मान्नुपर्छ क्या, कहाँले पुऱ्याइस् तैँले। देख्न सक्नुहुन्छ गाइस यो डाम्नाले कहाँले पठाएको छ हामीलाई। बाटो जस्तै छ, त्यही पनि हामी हराइसक्यौँ। एकछिन बग्न मैले चुइए खाइसकेको छैन यार। फ्रेश हवा है, ताज़ा हवा है, खाने में अलग ही मज़ा है। साले काठमाडौँमा गइसक्यो हामी चाहिँ 2 जना मात्र छौँ, किनकि हाम्रो चाहिँ प्लानै थिएन कि हामी यसरी घुम्न निस्किन्छौँ भनेर। देखेर एक्कासी डाम्नाले कल गरेर हामी चाहिँ निस्क्यो हो। अब घर से निकल चुका हो, अब जाना तो पड़ेगा ही। अब चलो दोस्तों मैं ऊपर मिलते हैं ऊपर। जैसे कि आप लोग देख सकते हैं ये बहन का लोड़ाले कहाँ पूरे पटाखा था हमला। जैसे कि आप लोग देख सकते हैं कि अब हमारा सुबह सुबह का नाश्ता पानी चाय पानी हो चुका है। और
गाँव में सुबह सुबह चाय तो मिलता नहीं, तो इसी के साथ टाइम फ्रुटी खाँदैछु। अब हामी चाहिँ अब हामी जाने चाहिँ त्यहाँ त पर त देख्नुहुँदैछ, त्यो त परको हो। नास्ता चाउचाउ खाइसक्यो हामीले, अब तातो पानी खायो भने उम्लिहाल्छ। घामले उमालिदिइहाल्छ। घाम यस्तो 90 डिग्री कोनमा अब एकछिनमा 1-2 घन्टामा लागिहाल्छ घाम पनि। त्यसपछि ताता थैया भइहाल्छ। त्यसपछि पानीको लागि तडपिन थाल्छौँ हामी, तर केही छैन। काम गर्दाखेरि साथीकोमा अलमोस्ट आइसक्यौँ। 1 घन्टा घेनेपछि कपालमा नजानुहोस्, कपाल एकदम बिग्रिएको छ मेरो। नबस्ने यार, जाम छिटो मलाई चौतारीमा गएर बस्नु मन छ। जस्तै कि तपाईँ देख्न सक्नुहुन्छ, म कुनै दिन तपाईँलाई आइफोनलाई यो भ्यू देखाउने छु, तर अहिले चाहिँ बजेट अलिक कम छ। यसो चित्त बुझाउनु होला अरे। तर भयो भने म अर्को वर्ष दाइलाई पनि किनेर आएको छु एउटा दामी क्यामेरा। मैले दाइलाई बोलिन, मैले 3000 त मैले आफ्नै क्यामेरा किनेको थिएँ, चलाउन होइन छोडिदिएर आएको। 4K क्वालिटी भन्दै त जाँदा चलाउन आएको त मरिजाउँ। अब एउटा 10,000 को दामी देखिराख्दै थिएँ, किन्नुपर्ने छ। हेर्न सक्नुहुन्छ, हामी चाहिँ साथी यहाँ आइसक्यो। हाम्रो चाहिँ 3 जना भइसक्यो हामी। एकदम कटापाला अहिले हामी जुठोर मासले अहिले आफू हिँड्नु सकेको नबेला झुन्डिन्छ। ला ठुक्क्या यो देख्न सक्नुहुन्छ तपाईँले चाहिँ एकदम भ्यू छ, रमाइलो खतरा चलिरहेको छ यता। दामी नै हामी चाहिँ अघि मैले फोटो खिचेको उता बराबाट है। यहीँबाट होइन छिर्ने, हामी चाहिँ अब चौतारीमा प्रवेश गरिसकेका छौँ। गौतम चाहिँ कहिले जाने? काममा नजाने? देख्न सक्नुहुन्छ हामी चाहिँ माउन्टेन एभरेस्ट नै चढिराख्दैछौँ है। खुत्रो उकालो क्या होइन लगाइजरे। नेक्स्ट पालि चाहिँ मलाई भोट दिनुहोस्, म समथल बनाइदिन्छु यार। म मन्त्रीमा मैले फाँकिदिएको बुझ्छु। हेलो गाइस, हामी चाहिँ अब म्याक्सिमम आधा बाटो कम्प्लिट गरिसक्यौँ हामीले। अब हामीले आधी बाटो कम्प्लिट गऱ्यो भने अब अहिले हिँड्यो भने धेरै हिँड्नुपर्छ अझै पनि। उकालो हामी अब त्यहाँबाट कति फाइनली हामी कहीँ माथि आइसक्यौँ। मेरो त बकवास भइरहेछ हौ। मेन देउसुरे खेल्नु पर्यो भनेर आएको मान्छे देउसुरे होइन सुतेर दिन बितिसक्यो। हेलो गाइस, हामी चाहिँ अब त्यहाँ एकछिन बसेर हामी चाहिँ यहाँ चौना थालिसक्यौँ। अन्त सबैले के भन्दाखेरि मेरो भनेको त्यो भएर क्या पसिना धेरै निस्केर हो क्या। भने त अघि म स्केटिङ खेलेको, अस्ति नै स्केटिङ खेलेको जति नै पसिना निस्किसक्यो। त्यो दिनमा स्केटिङ म फर्स्ट टाइम खेलेको ला खुट्टा त घरमा आएर हेर्छु त छैन छाला त। मैले त्यति धेरैजना खुल्काइसकेको थिएँ, दुखेर त्यत्रो पाप्रा बसिरहेको थियो। केही पनि मेरो भएन।
म त्यति लडिनँ त्यही भोलिपल्ट बिहान उठ्दाखेरि जिउ चाहिँ यस्तो दुखिरहेको थियो नि सब भयङ्कर नछु मलाई म्यास चल उजा अहिले म छिटै म आफैलाई तान्नु सकिरहेको छैन यार मलाई पक्रिन्छ धेरै जङ्क फुड खान थालेछ कि क्या एकैताली कुदाएर निकालिदिइसक्यो या माथि छिटाइज फेरि एकछिन हिँड्नु पर्ने कि त चढ्ने बाटो थियो त अब त मेन रोड होला उता माथिसम्म यसले कुदायो माथि छ जाउँ न अब दुईटा उकालो निक्लिनुपर्छ धारा छ अनि यहाँको कहाँदेखि चढ्ने उहाँबाट उहाँ फोर माथि छ जाऊ त उयो तिम्रो फोन नगयो यसलाई म कतिखेर भरे आउँदा चाहिँ रोटै रोट आउनुपर्छ ल सर्टकटै हानौँ न यो मासतिर चाहिँ रोट हान्नुपर्छ ल माथि ल अनि कोप्चोदेखि यता चाहिँ सर्टकट हान्नुपर्छ माथितिर दामी छ नि उयो माथिको टर्निङ दामी पसिनाले भिजिसक्यो नुहाइसक्यो अब यहाँदेखि लड्यो भने चाहिँ गइयो हामी चाहिँ फोटोसोटो यसो खिचेर रमाइलो गरेर अब हामी चाहिँ फेरि निस्किन थाल्छ कि हाम्रो तिर अब पुग्न अझै टाइम लाग्ने हो ल ल साइडबाट चाहिँ क्या त्यो त मजाले देखियो भ्यू पनि दामी निक्लिन्छ हाम्रो चाहिँ खतरा फोटो खिच्नु हुँदैछ अब चाहिँ यस्तो गरेर त्यस्तो आशा खतरा फोटोग्राफर ए नाम पर्यो यता यता देऊ सर्टकट यता यता भयो ए यहाँ पो रहेछ जैसे कि आप देख सकते हैं यो चाहिँ यहाँ छ बाटो यहाँ कहाँ हिँड्ने कि तिमी धेरै एडभेन्चर गर्नु खोज्दैछ कतिखेर चेपेर सकिन्छ यो अहिले घरि फुल बाटो हिँड्छ घरि डाँडा यहाँबाट यता देख्छ चाहिँ माथि भेटौँला त्यसकै खुसियालीमा अहिले चाहिँ बाई बाई तिर्खा लाग्यो माइ लर्ड पानी होला भनेको पानी रहेछ भनेपछि झुटो आश देखायो गौतम अरे भोक लागिसक्यो तँलाई म त लागेको छैन म त एउटा चाउचाउ त्यो खाएर आएको म त नाला देखेको थिएँ एक एक थोपा झर्दैछ पानी आउँदैछ हामी चाहिँ यहाँ घरबाट पानी सानी खाएर टक्कसँगले अलिकति प्लेस भएर निस्किसक्यो अब आधा घन्टामा चाहिँ फिक्स हामी 14 नि माथि हुन्छौँ होइन त पुगिँदैन हौ आधी घन्टासम्ममा अनि गीत बजाउँदा मेरोबाट सबसे सुरुको गीत
यसको नबजा यसको त नबजा यसकोबाट त नबजा है हिन्दी गीत होला त्यो एउटा। बेवजह नहीं मिलना तेरा डाउनलोड गरेको त्यो माथिको सुन्नु होला धेरै दिन भयो 1 इयर 2 इयर होला सायद 2 इयरको त्यस्तो भ्यू देख्दैछु म यहाँ आएर त न काठमाडौँ थियो त्यहाँ पुरै देखा जाँटा आज त बेला रमाइलो छ यार पोचै मिल्दैन फेरि आजको कहाँ हो पोच मिल्दैन कहाँ चाहिँ हो पोच मिल्दैन तिमीलाई मैले खिच्नु चाहिँ नआएको क्या गाइस माथि भेटौँ कस्तो यतातिर थाहै छैन कसैलाई केही पनि मैले भेटाएको थिएँ त मरिगएको हड्डी मात्रै खप्र तर सिङ लामो भएको मात्र देख्छ सिङ थियो त्यसको भने बाप्रे बाप कस्तो सक्नुहुन्छ यस्तो भिउमा मान्छेहरू खेती गर्छ एक बल्ड्याङ खायो भने डाइरेक्ट तल बाटामा आएर मात्रै रोकिने टाइप ठाउँहरू छ ल ल ल ल कसको बारे काइच जमजम तलतिरको भ्यू देख्नुहुन्छ हाम्रो त्यहाँबाट हो म भिडियो रेकर्ड गरिराख्दैछु जस्तै कि यो जाँठालाई देख्न सक्नुहुन्छ यसको काम छैन तेरो चाहिँ काम भएको फाइनली आप लोग देख सकते हो कि हम लोग आ चुके 14 गाडी पे भन्दा पनि अलिकति माथि छ त्यो पनि आइसक्यो भन्दा हुन्छ मेन गत खिच्दैन यताबाट फोटो यताबाट अझै पनि हामी बाटोबाट निस्किसकेको छैन टार्गेट आधी घन्टाको थियो घन्टा हुन आँटिसक्यो कति बज्यो 12 बज्यो बाटै नभएको ठाउँबाट हामी चाहिँ निस्किँदैछौँ यहाँ सर्टकट खोजेर यसरी डेली हिँड्यो भने त यार वर्कआउट केही गर्नु पर्दैन त्यत्तिकै हुन्छ घरमा गएर यसो फ्लेक्स गऱ्यो भने मेरो लेग मसल यस्तो डेन्जर देखिन्छ म नि अचम्म लाग्दैछ त्यो हिन्दी गीत मेरो हात यति कम्बर यो मलाई नि फलेको रहेन यस्तो मुख रसाउँदो हुन्छ दिदीलाई कति दियो दिदीलाई 1 दिएको 1000 अरू ठाउँ त गइन यार सुत्देको दिनभरि बुबा गइसक्यो त्यही भएर कसैले त अघि यस्तो देख्दाखेरि ए कान्छा भन्नु थियो त्यो गाउँमा डुल्याएर नै रहेछ ल न नि के हो यस्तो
हामी चाहिँ भिड चढेर आइसक्यौँ। अब त्यहीबाट हामी हाम्रो रेस्टुरेन्टमा अलमोस्ट पुगिसक्यौँ। हामी फाइनली यत्रो हिँडेपछि चौधरी निस्किन आँटिसक्यौँ। देख्न सक्नुहुन्छ पसिनाले हाला खराब भइसक्यो, खराब। जैसे कि आप लोग देख सकते हैं कि हम लोग अब निकल ही चुके हैं ऑलमोस्ट। साले बोल्न सक्नु पर्यो नि त। ओइ साथी तान त मलाई ओ भेच्न ताने माछा इभेन्टमा आइपुग्यो जस्तो फिल। होइन हामी चाहिँ माथि हुनुपर्छ। ल माथि आऊ ल। वाह यता आइज आछ मेरो फोटो खिच्दै। गौतमबाट खिच्दैन यतापट्टि हो। वाह काहीँ चाहिँ केही छैन है। हामी चाहिँ अब फोटो खिचेर आज यताको खिच्दैन यार मलाई। अलिक घाम छैन ल गौतम स्टार्ट। एउटा यतिकै फोन यसरी पक्रिरहेको खिच्दैउ न। हामी चाहिँ टुप्पोमा टपमा निस्किसकेको छौँ। मैले तपाईँलाई देखाएको थिएँ नि फोटो, तलबाट देखाएर थियो। हामी चाहिँ यसको टपमा निस्क्यौँ। अब त्यहाँ रुखमा जान बाँकी छ। त्यहाँ गएर यसो खाजाहरू खाएर यसो घुमघाम गरेर फेरि फर्किन्छौँ। अनि त्यति नै हो, नानीहरू त अरू केही छैन भएको अहिलेसम्म। यदि तपाईँहरूलाई एकदम सुनसान एकान्त ठाउँमा रहन्छ यता आउँदाखेरि एकदम बेस्ट हुन्छ। देख्न सक्नुहुन्छ एकदम आइसोलेटेड टाइपको ठाउँ छ यहाँ चाहिँ। तपाईँहरूलाई हामी भ्युटाहरू पनि देखाउनेछ परको। Buenos के भन्छ गीत आयो भने यहाँ खिच्ने भए खिचौँ, यहाँ पनि दामी छ यताबाट। खिच्देऊ न यार, तिम्रै फोनबाट राम्रो आउँछ यार। पसीनाले भिजिसक्यो मेरो सबै ट्र्याकहरू यार। देख सकते आप लोग हम पूरा बिक चुके हैं। हाँ हाँ के हो माथि उता माथि जस्तो लागेको थियो। अस्ति नै त होइन 3-4 वर्ष अगाडि हो। एकछिन हेरौँ न पहिला, हेरौँ न ठाउँ हेरौँ न पहिला। लासै छाता पक्री जाऊँ न त्यहाँ पनि भरे फर्किँदाखेरि लाइज
मेरो कुकुरसँग फोटो खिच्दौ न, टोक्दैन होला। कुकुरसँग चाहिँ हो हामी चाहिँ यहाँ माथि आइसक्यौँ। हेलो हेलो भन्नु चर्मा सेपट त होला नि, दामी छ, राम्रो छ। तपाईँलाई माथिको भ्यू देखाइरहेको छु, तर त्यत्तिकै त छैन, राम्रो त छैन मेरो फोन। त्यही पनि हामी चाहिँ यहाँ खाजा खाना रेस्टुरेन्टमा आइसक्यौँ। यहाँ मान्छे कोही छैन, हामी 3 जना मात्र हो। आजु के अर्डर गराएछस्? पोर्क? यसले बोसो खुवाएर मार्ने हो यार। गाइस अब हामी चाहिँ खाजा खाएर बसेर 1 घन्टाभन्दा ज्यादा भइसक्यो, 1.5 घन्टा भइसक्यो रेस्ट गरेको। अब त्यही खाजा फेरि चटपटेहरू डिउहरू लग्दैछौँ। अनि अब चाहिँ हामी माथि डाइरेक्ट भ्यू टावरमा जान्छौँ। त्यहाँ पर ऊ हेरेर त्यहाँ पर अघि मैले फोटो देखाएको त्यो हेऱ्यो। अब चाहिँ हामी डाइरेक्ट भ्यू टावरमा जान्छौँ। त्यहाँ अनि 1-2 घन्टा बस्छौँ, रेस्ट गर्छौँ, फेरि त्यसपछि जान्छौँ। अनि आजको लागि सायोनारा त भन्न मिल्दैन। कुनै दिन आइफोन लिएर यहाँ भिडियो बनाउँछु। जानु भनेको यो आशा अप्पर झट्टु गर्छ। देख सकते आप लोग, ये साला ये इसका कोई काम नहीं है साला बहन। अरे यार इस सज्जन को क्या दिक्कत है भैया? तुझे से क्या दिक्कत है? भोको कि नभोको सक्नुहुन्छ। हामी खाजा खाएर यत्र लगेर गइरहेको छु क्र्याकसँग। त्यहाँ माथि अब उमा खिच्नुपर्छ बर्को बोटमा। धेरै निकालिदेऊ ल। धेरै परबाट पनि होइन, एकजना फोटो खिचेर तपाईँलाई नजिकबाट देखाउँछु म। के भयो कति तातो भएको यार यहाँ छामा त। आम्मा अब त्यो चाहिँ टोलाइसक्यो। म गर्लफ्रेन्ड भेट्न नपाएर आज हर पल किन किन। त्यसो कि अब हामी चाहिँ माथि आइसक्यो यहाँ बर्को बोटमा। के लागि जन्मेको? आशा बेला त के भन्नु मिल्दैन आशा ए साथी आशा भन न भन, म पनि कुनै बेलामा तिमी जस्तै थियो। ल दियो भने यो बोके माछा ढुक्क दिन्छ। अब चाहिँ यस्तै खुसियालीमा हामी चाहिँ माथि आइसक्यो। यो बर्को बोट एउटा दामी फोटो खिच्ने स्पट खोज्नु पर्यो भनेको भेटिनँ। मलाई अलिक ठुलो देखिन क्या। सनलाइट हुँदाखेरि चाहिँ उमा फोटो खिच्नु फेरि दामी हुन्छ नि, घाम डुब्ने बेला। हे टाढीबाट आइहाल्ने गन्ध जति खायो उतिनै के भन्नु थाल्यो, बोतल घुसार्दै हुन्छ। गाइजहरू यतातिरको दृश्य देख्नुहुन्छ, एकदम दामी छ, दामी दामी यो। अनि के त भन्दाखेरिमा हो नि त फोटो त खिच्नु पर्यो नि त। घुम्न आएपछि घुम्न आएकै फोटो खिच्नको लागि हो तरिका। अन्त नभएको पनि मोज खोजी हान्ने अब। ट्र्याक्टर आएर के आएर त्यहाँ हाम्रो सहर हो डाम्ना, त्यो गाउँ हो कटप्पा। त्यहाँ हाम्रो भोले नि यतातिर जग्गा किनभने चाहिँ पछि चाहिँ खत्रै हुन्छ, भाउ चाहिँ हुन्छ जस्तो लाग्छ। पर्यटकले छिट्टो छ नि त घुम्नु आउने। यस्तो हो। यो चाहिँ धरहराको हो, यो चाहिँ धरहरा भ्यू। बारलास भनेको यति मात्र अपग्रेड भएको रहेछ। यो वरिपरि यस्तो फलामकोहरू लगाएको रहेछ। त्यहाँबाट ढोका बनाएको रहेछ। यसमा नि कति करप्सन भयो थाहा छैन।
त्यही पनि बनाउँछु बनाएछ यत्तिको त्यहाँ माथि है जसो मौसम भन्नुपर्दाखेरि एकदमै खतरनाक छ यतातिर चाहिँ के हो क्या यार यहाँदेखि आम पऱ्यो भने त डाइरेक्ट भोरे नि पुग्छु क्या भोरले नि यार खसेर अरे कहाँ प्यारासुट प्याराग्लाइडिङ गरेको चाहिँ देखिराख्दै थिएँ म है जम्मै उतातिर ए अब चाहिँ हामी चाहिँ धरालाबाट निस्किसक्यौँ धरालाबाट पनि अनि चिलिङमा हिँडिरहेको छौँ धराला पुग्नको लागि हो गाइस अब त्यही त हो यस्तो अब 1-2 दिनको जिन्दगीमा एकखेप घुम्नै पर्यो यो चाहिँ हाम्रो विकृति अर्को आशा बे अर्को वर्ष चाहिँ पुरै ग्याङ लिएर आउनुपर्छ मायाकुरी अर्को वर्ष चाहिँ थुप्रो दिनको छुट्टी लिएर आइज अनि ग्याङ लिएर आउनुपर्छ क्या तैँले उ गरेर हो क्या आज अमन पविनहरू आउनु न त भोलि आउनुहुन्थ्यो नि सबैजना अमनले पनि थाहा पाएछ पविनले सुनायो होला अनि अमनले पनि मलाई बोलाएर आएको थियो अचेल के भएको छ सबैहरूलाई कुद पक्रिदे आशा बेला पक्रिदे हेर त कहाँ छ हात खाली टाउकोमा लगाऊ न टाउको ठाडो बनाउनु टाउको मलाई दिइसौ छोड्दे तँलाई भनेर काम छैन ऊ त्यसको पछाडिपछि धारापानी छ धारापानी जाने है धारा यहाँबाट थाहा छ बाटो धारापानी त्यो बेल्टार मासतिर होइन यो त्यो पारी साइडपट्टि हो क्या पल्लो साइडपट्टि हो धारापानी कहाँ छ भन्छ त अस्ति नै एकपल्ट गएको उता पनि छ नि धारापानी फेरि अर्को रान्डादेखि उता ए त्यो धारापानी होइन ऊ यो डाँडाको पारी साइडपट्टि होला त्यहाँ ऊ त्यो देखिँदैछ हो त्यहाँ हामी बाटोमा जाँदाखेरि ऊ देखिने भिडहरू देखिँदैछ अनि गाउँछौ गीत नेपाली ए आशा गीत बजा न पंखा उचाली जय जय नेपाल जय नेपाली शिर उचाली हक्नु पर्छ खण्ड उचाली पुस्नु पर्छ सिस्नु उखाली खतरा हामी हुन्छ नि फेरि होइन पहिलेदेखि नै मिलेको ए धेरै अल्गो भयो के हो हान्दै आकुरी राउन्ड के हान्दैौ न मेरो थाहा नि फाइट खेल्नुपर्छ त यार कन्याको हो भन्दैछ है क्या बारसँग जुत्छ यार कोदोबारीमा हो कोदोबारीमा देख सकते हैं आप लोग गाइस मैं ऊपर पर बोल रहा था ना आपसे ऊपर पर मिलूंगा देख सकते हैं आप लोग ऊपर का जगह एकदम बढ़िया बढ़िया वाह यता मान्छे हिँड्न छोड्या रहेछ त्यो भएर बाटो चाहिँ अलिकति बिग्रिरहेको छ कि बाटो बिर्सेर त आयो थाहा छैन तर हिँड्न छोडिँदैन घरकाले अहिले घरको मान्छेले पनि खेदाउँछ कहाँ हिँड्न सकेन भन्दै कहाँ हो बाटो यार म यही बाटो हिँड्ने जस्तो लाग्छ त यार म यही बाटो हिँड्ने जस्तो लाग्छ त नि हौ कहाँ आइपुग्यो हामी जाऊँ न जाऊँ यहाँ आएपछि त जसरी भने पुगिन्छ क्या भ्यूटा देख सकते आप लोग हम भ्यूटर आ चुके फाइनल यार
अक्कड बक्कड बम्बे बम 80-90 पुगेछ। खोइ बाटो त छैन त। मुनिको रह त होइन त्यो बाटो होइन उतापट्टि नै हो बाटो। मैले तिमीलाई भनेको थिएँ नि। म लड्यो भने मलाई पक्र है। केही छैन एक ढुङ्गा त एक ढुङ्गाबाट त मरिँदैन हौ। ला कहाँ पुग्यो बाटो छैन त। यही घुमेर जाने ए ओइ कराउँदैछ है यो बच्चा अब केही छैन जिन्दगीमा यतिको त गर्नुपर्छ। घरको मान्छेले नि हेर्दै के भन्दैस् के सोच्दै होला यार योको घरको मान्छे। कुन डाँडामा आइयो फेरि जाऊँ न मासतिर हेर्ने जाऊँ न। भ्युटारको बाटो त उताडि रहेछ हौ। बाटो जस्तो देखिरहेको बारी भएर ओ बुइ मासले हामपाली पो दिन्छु क्या म त यहाँदेखि फुत्तै तल्लो गरामा। हिँड्ने कटप्पा हिँड अब उताबाट घुम्नुपर्छ कि होइन उताबाट जाँदैछ अगाडि हामीभन्दा अगाडि सेट भइगयो अन्त नि। यो सब आशाले गर्दा हो के। हामपालले आशा यहाँ देखियो अरे लौ न नि माथि के देख्दैछु म यार। भारी यार भरे जाँदाखेरि अमला लाने भरे जाँदाखेरि अमला लाने उही त्यहाँ अमलाको बोटो उता छ क्या। हामीले अस्ति नै बाली त्यहाँबाट टिपेर अस्ति भन्दा 1-3-4 वर्ष अगाडि उहाँ तल हाम्रो गाउँदी मासतिरको अमलाको कोप्सीको अमलाको बोटमा चढेर मरेको त होइन टिभी भएको मर्ने चाहिँ पुरै अवस्था बाँच्ने चाहिँ बाँचेछ। बाँच्ने चान्स चाहिँ कम माथिबाट रोडमा झरी गरिहाल्छ त्यही भएको झिलिक्क बल्छ त्यस्तो हुँदाखेरि त। भयो होला अब त भिडियो आइसक्यो खै अब म चाहिँ त्यहाँ फोटो खिच्दैन आएको फोटो सोटो भन ल हेर्न सक्नुहुन्छ भिडियोबाट चाहिँ पुरै 360 डिग्री पुरै सबैतिर बादल लागिरहेको छ डाँडा काँडातिर। त्यही हाम्रो भोलिनीतिर मात्रै हो एउटा
कागले आफ्नै नाम काट्छ भने हो रहेछ। यो कट्टापाको चाहिँ काम छैन। बाहुबली फिल्ममा बाहुबली नभएको कट्टापाको रोल दिएर धेरै स्याड भएको छ यो। डाइरेक्टर मै हो जाँटा। अब हामी चाहिँ यहाँ खाजा खाना अरे के देख्दैछ होला आँखादेखि यहाँ के देख्दैछ? त्यो मान्छेहरूको दिमागमा खेलेर त्यस्तो देखेको हो कि हेर्नु यहाँ कति दिन यार मजाले बिग्दैन नि त, तँलाई थाहा होला त यस्तो ठाउँतिर। बड़ी नाफा मारी यार। जैसे कि आप लोग देख सकते हैं मैं पूरा रोक कर रखा हुआ उनको। थोड़ा तभी धक्का पूरा गिर जाएगा भैंचोद। हाल बाबू हाल चाखे दुख्छ त ओइ लड हौ छाता ए चिन्न हा ए चियस चियस लगाइच खाए सकाएर जानुपर्छ क्या लौली पिटाइ त बाबु खाना त फसाएछ झार हावा मात्रै दिएछ त चेस ल देख सकते हैं आप लोग जैसे कि इतना सुंदर जगह में हम हैं अभी तो पूरा मौज कर रहे हैं हम सिर्फ तीनों ही है तो इसी बात में हो जाए एक दो तस्वीर चलो गाइस चलो चलो यताबाट दामी यताबाट आउने रहेछ यार ओए नयाँ साल त्यस्तो नगर्नु ओए भन्दाखेरि तेरा बाउ भन्छ नि त्यो एउटा मिममा तेरा मान्छे गुला खाना ला ल फोटो खिचौँ न अब बटाको अब हामी चाहिँ यहाँ एक निन्द्रा पुऱ्याएर यहाँ एक निन्द्रा पुऱ्याएर हामी चाहिँ अब लाग्यौँ भ्यू टावरबाट बाई बाई भ्यू टावर अब 1 इयरको लागि या 2 इयरको लागि थाहा छैन अर्को पालि आउँदाखेरि चाहिँ विकसित भइसकेकै छैन अब चाहिँ तपाईँहरू प्रष्टसँगले देख्न सक्नुहुन्छ यहाँ मान्छेको जनसङ्ख्या धेरै भएर होला
यस्तो खाइमु नि यहाँ यस्तो दामी बनाइदिएको छ म चाहिँ उस्केर लडोस् भनेर पिङ बनाइदिएको छ चाहिँ यहाँ डाइरेक्ट गएपछि नो टिकटै चाहिँदैन माथिको लागि यत्तिकै छिरो भने डाइरेक्ट तल गएपछि मात्र रोकिन्छ आसबै त नगा कुमार सागर आइपुग्छ अहिले एकछिन तल लिन के अरे भन्दै साले गर्दै लगाइ अब हामी चाहिँ जाँदैछौँ अब चाहिँ डाइरेक्ट तल भेट्नेछौँ हामी चाहिँ डाइरेक्ट तल अब ऊको घरमा अब हामी चाहिँ जाने सरासर अलिक भइसक्यो रात परिसक्यो सो हामी चाहिँ अब जाँदैछौँ टक्कसँगले देख्न सक्नुहुन्छ अँध्यारो हुन आँटिसक्यो अलमोस्ट अँध्यारो भइसक्यो अब चाहिँ बाई बाई गाइज हामी चाहिँ अब जाँदैछौँ ल जाऊँ यति साह्रो नि घडेरी लागेको छैन होला हौ तिमी त अझै जवान नै छौ गाइज बाई अब चाहिँ डाइरेक्ट तल म उ गर्छु यहाँदेखि अब मेरो फोनको चार्ज पनि अलमोस्ट सकिसक्यो अब डाइरेक्ट तल म साथीको घरमा उ गर्छु नि 1 2 3 गो हाम्रो चाहिँ देख्न सक्नुहुन्छ बेलुकाको अब जाँदाखेरिको एक्सट्रिम तिनवटा एक्सट्रिम रम्पम टाइम छैन क्या त्यही भएर हामी चाहिँ यत्तिकै फास्टफुड खाँदै हिँड्दै बाटोमा देख्न सक्नुहुन्छ कुनै दिन म यही नजारा आइफोनले रेकर्ड गर्छु झ्याप्पसँगले हाम्रो साथीले चाहिँ मात्रै छाता छोडेर आइसकेको अवस्था भरे उहाँ घरमा फेरि कराउनु हुन्थ्यो होला त्यस्तो छोड्यो ल गाइज अब चाहिँ हामी पनि गयो खाना त केही मन थिएन त्यही पनि किनिदिइहालेको होइन अब घरमा गएर खाना नखाना हो ठिक हो बाई बाई गाइज बाई बाई उहाँ तल भेट्ने हो डाइरेक्ट अँध्यारो भइसक्यो देख्न सक्नुहुन्छ म पनि सुतिसकेको थिएँ अलमोस्ट ठ्याक्क गौतमले उठाइदियो म त देख्न सुतिरहेको हुनु ला त्यसका बाजे अब चाहिँ त्यो अँध्यारो भइसक्यो अब चाहिँ माथिबाट आइसक्यौँ यति अँध्यारो भइसक्यो केही देखिएको छैन ल गाइज बाई बाई ल केटा बाई भन्नु न ये वाला बाई बाई ल